आज चैते दशैंको दिनमा खसीको तरकारी खाने ठाउँमा साथीहरु फर्सीको तरकारी खानु पर्ने भयो। यो पैसा सुमाउनु भात के रे भात खाऊ। Hello everyone, good morning, नमस्ते, वेलकम ब्याक टु माई च्यानल। हजुर सबैलाई स्वागत छ मेरो आजको नयाँ भिडियोमा। आयो मेरो सम्पूर्ण युट्युब फ्यामिलीहरु आरामै मस्त व्यस्त हुन्छ भन्ने पूर्ण आशाका साथ मैले भिडियो स्टार्ट गरेको छु। साथीहरु हजुरहरु आरामै हुनुहुन्छ होला, म पनि ठीक छु। र साथीहरु म चाहिँ 81 म दैनिकको भिडियोहरु हजुर सामु अपलोड गरिरहेको थिएँ। नेपालगञ्ज आउनु पर्ने काम पर्यो साथीहरु। म चाहिँ कसैलाई नभनी आएको छु। मेरो भाइ र बहिनी आज साथीहरु चैते दशैं हो है। देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी लगायत मेरो सम्पूर्ण परिवारलाई पनि चैते दशैंको धेरै धेरै शुभकामना छ। आज चैते दशैं मनाउनु पर्ने हुन्छ। म आएको छु नेपालगञ्ज, तर मेरो भाइ र बहिनीलाई चाहिँ थाहा छैन यो कुरा। म उनीहरुलाई सरप्राइज गर्छु। आज म उनीहरुको लागि खाना पनि बनाउँछु है, अनि उनीहरुलाई बोलाउँछु। आजको भिडियो चैते दशैं विशेष हुनेछ साथीहरु, पुरा भिडियो हेर्नु होला। मैले उठेर नुहाइधुवाइ गरेर पूजाहरु गरेर पनि तयार भए। लेट्स गो, म अब खाना बनाउँछु। तिनीहरुले सोचिरहेछन् होला, तर म आज मासु बनाउँदिन किनभने दशैंको दिनहरुमा खासै मासुहरु खानुहुन्न भन्ने मान्यता पनि छ। मलाई पनि त्यो ठिकै लाग्छ किनभने चाडबाडको दिनमा चाहिँ कसैको पनि हत्या गर्नु चाहिँ राम्रो होइन के साथीहरु। त्यो भएर आज म बनाइरा छु। देख्न सक्नुहुन्छ आजको स्पेशल तरकारी छ। यो आलुलाई म बोक्रा फाल्दिन। यो आलु, यो अलिकति मशरुम थियो, मशरुम यो मैले चाहिँ प्याज लसुनको पत्ता र हरियो खुर्सानी काटेको छु। यति लौका, यो फर्सी, यो हरियो सिमी, यति साथीहरु म यसको तरकारी बनाउँछु है। यहाँ चाहिँ मेरो दाल पनि मैले सिटी लगाइसकेको छु र मैले 1-1.5 घण्टा अगाडि चामल भिजाइराखेको छु साथीहरु। भिजायो भने एकदमै नरम भात हुन्छ हैन। तिम्रो मायाले यहाँ त दुईटा थाल पो रहेछ, दिमाग छैन क्या मेरो। आज चैते दशैंको दिनमा खसीको तरकारी खाने ठाउँमा साथीहरु फर्सीको तरकारी खानु पर्ने भयो। खान्छन् कि खान्दैनन् केटाकेटीहरु, कराउँछन् कि के गर्छन्। आलु नहालेपछि साथीहरु तरकारी नै पुग्दैन के। आलु हाल्नै पर्छ, मिठो पनि हुँदैन आलु नहालेसम्म। लौका नि राम्रै हुन्छ गर्नुमा। अब म पहिला तरकारी पकाउँछु। सँगै लगाइदिन्छु साथीहरु। म त यो धेरै मेहनत गर्दैन के खाना बनाउँदा। खाना चाहिँ अलिअलि गरी बनाउँछु साथी। राम्रोसँग बनायो भने धेरै मिठो हुन्छ के। धेरै मिठो भयो भने धेरै खान्छन्, त्यो भएर अलिअलि गरेर बनाउने हो, थोरै खुवाउने हो। अब अलिकति यो घरमै पिसाएको मसला हो। तरकारी पनि पाक्यो, अर्ग्यानिक देख्न सक्नुहुन्छ। अनि मैले झिकेर एउटा भाँडोमा राखेर यसैमा मैले दाल बनाइदिए साथीहरु। चैते दशैं मेलामा यहाँ बस्यो खेल प्रो भन्नुस्। के छ? ठीक छ, आफ्नो भन्नुस्। धेरै पछि भेट भयो, घरबाट आएपछि तिमीहरुसँग आराम हो? एकदम आरामै भन्नुपर्छ। गरियो हैन? हजुर हजुर। पलाएछ त? पलाइसकेछ? ठुलो भइसक्यो आजभोलि त। अरु ठिकठाक छ? एकदम ठीक छ भन्नुपर्छ। आफ्नो सुनाउनुस् के छ? बल्ल बल्ल आयो गाह्रोको बाटोमा। अरु सन्चै आरामै हुनुहुन्छ? आराम छ। ए चैते दशैं पर्यो, के छ चैते दशैं विशेष? के हुन्थ्यो यस्तै सामान्य छ हाम्रो त। तपाईको भन्नुस् बरु कस्तो छ तयारी चैते दशैंको?
हाम्रो पनि सामान्य छ हजुर। सुनाउनुहोस् तपाईँको चैते दसैँको के छ प्रोग्राम हेर्न भन्नुहोस्। सूत्र देखे उही कति बजी 11 बजी सुत्ने चैते दसैँको भन्नुहोस् चैते दसैँ माया बस्यो खेल्न खेल्न चैते दसैँ मान्नु परेन उठ अब सुत्न देऊ मलाई उठ भात खान भात पाइगयो र मैले खाना पकाएको थिएँ तिमीहरूलाई बोलाएको ठुलो टिका लाउनु पर्यो चैते दसैँको दक्षिणा दिने भए मात्रै कति दिन बसिले 3 बाहिर भएर मनाउनु पर्छ हो कि होइन एकदम सही कुरो। समय अनुसार चल्नु पर्छ के बगानमा काको आलु मासु चैते दसैँ दिन मासु खान नरे हत्या गर्नुहुन्न त्यही त बाइक सरीमा लिएर अनि गर्नुहुन्छ घर गर्नु साथीहरू देख्नु मेरो भाइ बहिनी मलाई थाहा छ क्या बिहानैदेखि यिनीहरूले भन्छन् भन्ने कुरा हामी चाहिँ साथीहरू मासु लबर होइन ल आलु लबर हो आलु पिस पनि आलु झोल पनि आलु सब आलु है साथीहरू अब हामी चैते दसैँको टिका ग्रहण गर्दैछौँ पहिला ज्ञानी हुनु मान्ने गुन्ने हुनु होइन मान्ने गुन्ने हुनु रिस कम गर्नु त्यो ओके होइन आशीर्वाद सम्झनु एकदम ज्ञानी हुनु है ओके ओके पनि बस्छ कि नै अलि धेरै ल्याउनु कति ठुलो मान्छे हो? के हो यो पैसा अलि ल्याउनु के दक्षिणा पनि के दियो ए ठिक छ कहिले काम लागेन लोभीको भाँडो ज्ञानी हुनु पढ्नु मोबाइल लगाइदिउँ पर्दैन। अहिले लगाइदिनु यता उता ल यति हो आफूले यति नै हो। तपाईँलाई पनि लगाइदिन्छु त्यो ठिक छ नि त दक्षिणा त के भन्न यार त्यो तँलाई नि लगाइदिन्छु मलाई पनि पैसा दिनुपर्छ। पैसा दियो भाइलाई भाइबाट लिने हो अरे दक्षिणा ल्याउनु तपाईँको चैते दसैँमा दक्षिणा दिए कम भए नि तपाईँ दिएको यो त अरू ल्याउनु के यति कहाँ हुन्छ दक्षिणा दक्षिणा भनेको 10 हो हुन्छ दक्षिणा भनेको 10 हो कि नै गाइस कमेन्ट गर्नुहोस् त दक्षिणा भनेको त 1 पनि हो तर यो अलिक कम भयो कि आफ्नो जति दिन इच्छा लाग्यो त्यति हो दिने दिए भयो त छ त यहाँ पैसा दिउ र धेरै लिने होइन ल्याउनु त भने धेरै धेरै नमस्कार धेरै पाएपछि अरू देशी फेरि नमस्कार हुन्छ। दिन अरू केही गर्छु कि मैले कमै भयो बिदाको दिन पनि कमै भइगयो केही घाटा लागेन गाडी पाइहालिस् तैँले त होइन बिकुलाई घाटा भयो मलाई धेरै घाटा भयो आज 200 गयो नि यस्तो भन्दैन नि चाडबाड मजा गऱ्यो सिरियसली साथीहरू अब फ्यामिलीसँग नभए नि हामीले चैते दसैँ मनायौँ आज होइन त चाडबाड भनेको आउँछ जान्छ जे छ त्यसैमा सन्तुष्ट भएर मनाउनु पर्छ हामी चाहिँ त्यो सोच राख्ने मान्छे हो गाइज हो कि होइन एकदम सही। एकदम गाइज अब हामी खान्छौँ गाइस खान्छौँ गाइज अब जे छ हामी त्यही खान्छौँ देखियो राम्रो मलाई म त खतरा राम्रो छ म त खतरा हो नि त फेरि गरी म मार्दै छैन राम्रो हुन्न। ठिक छ नि यतिकोले चल्छ आज साथीहरू भात दाल के छैन त मासु
साँच्चै यहाँ छैन त मासु त मासु होइन र त्यहाँ खोजी छ छैन हो मासु के मासु त्यहाँ हुन्छ छैन मासु लभर मासु छैन छैन हो किन आयो यो मासु मात्रै खा त्यसमा गरी छैन यार खानामा आलु छैन आज मासु मासु 14 भएन यो टमाटर 14 हुन्छ मासु खान आयो कि गर्यो मासु पकाएन किन खान डाक्यो त दाल भात त हुनै थियो गर्न त हुइथ्यो भए पनि मेरो हातको खाइदेऊ भनेर सुमाउनु भात के हेर भात खाऊ ल के भयो यो भात हो कि चरालाई चारो हो नै के भन्न चाहनुहुन्छ भन्नुहोस् नै यो भात के डाइटिङ गर्नलाई हो के अनि त्यो भात किन पकायो कुकर त्यो भुलसँग खाने हो त भोलिसम्म खायो र बासी भात गोल खान्छ बाहुनको छोरछोरी सुरु के गर्ने के दसैँ मेलामा हजुर भात हाल्नु के म डाइटिङमा छु भने होइन डाइटिङ यस्तो धेरै डाइटिङ भात नखाएर डाइटिङ कसले गर्छ भात खाने बल्ल डाइटिङ ठिक छ नि अरू खाने एक त मासु नपकाएको त्यही माथि यत्रो भात छ गाइस प्रेमको हार्या तिमीहरूलाई प्रेङ यस्तो कस्तो प्रेङ हो यो भात पुरै दिएर भात नदिएर होइन भात नदिएर प्रेङ कस्तो मिठो छ क्या दही जनता जान्न चाहन्छन् मासु नभए नि ठिक छ कि छैन ठिक छ मिठो छ भन्नै पर्यो अब मनमा गाँठो पायो के गर्नु मुटु माथि ढुङ्गा राखी हाँस्नु पर्यो ए भात भयो भयो होइन भयो भयो नथाम्नु है। दाल छैन दाल छ जति अलग अलग खाना बनायो नि एउटै ठाउँमा होइन मिच्नु पर्ने नि एउटैमा पकाए पनि हुने हो नि खिचडी गरेर खिचडी केही भन्नुहोस् खाना खानालाई के भनौँ ठिक छ खाइरहेको छु अब खानासाना बनाएँ गाइस यहाँ मासु बन्न थाले अब मासु यस्तै हो तपाईँ के भन्न चाहन्छ मासुको बारेमा के मासु बिनाको भात मिठै छ भनौँ अब के भन्ने त भनिदिउँ फेरि भन्ने होइन मिठै छ भनिदिउँ मासु अब साँझ मासु लभर गाइस जे पनि खुसी नहुने क्या 3-4 किलो मासु ल्याउनुहुन्थ्यो चैते दशैँको दिन मम्मीले कि घरमै काटेपछि ठिकै हो रे बाहिरबाट ल्याएर खानु न रे पैसा बचाएपछि यस्तै बचाउ बेन साथीहरू त्यस्तो होइन हामी चाहिँ साँझ खाने प्लान छ अहिले अलिकति चैते दशैँ हो नि त अब मासु होला सोचे थिएँ तर रहेनछ कि ठिक छ एनिवे साथीहरू हामीले चाहिँ अब यसरी नै चैते दशैँ बनायौँ किनभने हामी परिवारदेखि टाढा छौँ होइन कि हामी जति छौँ त्यतिले मनायौँ जे भए पनि साथीहरू लाइफमा जस्तो सुकै अप्ठ्यारो आए पनि खुसी हुनुपर्छ के जस्तो परिस्थितिमा पनि सहन सक्नुपर्छ त्यही नै महानता हो यस बुझ्यौ हो
एकदमै गाइस हो दुई ठाउँमा टिका लाग यो मैले पूजा गरेर लगाएको थिएँ यो भाइले लगाइदियो थ्याङ्क यू सो मच एभ्रीवान यति धेरै माया साथ सपोर्टको लागि हाम्रो भिडियोहरू एकदमै मन पराइदिइरहनु भएको छ होइन हामीलाई एकदमै खुसीको त सीमै छैन साथीहरू यति धेरै खुसी कि उड्न मिल्ने भए उडेर जान्थे गुड्न मिल्ने भए गुडेर जान्थे तर केही पनि गर्न मिल्दैन खुसी कि भात खाने मन लाग्दैन भातै रुच्दैन भनेर भन्न मिलेन साथीहरू भात त खानै पर्छ 1 किलो चामलको भात जान्छ रुच्दै रुच्दैन थ्याङ्क यू सो मच एभ्रीवान यति धेरै माया सपोर्टको लागि लट्स अफ लभ सबैजनालाई आउँदा दिनहरूमा पनि झन् धेरै माया दिनुहुनेछ भन्ने पुनः हामीले आशा गरेका छौँ मैले र मेरो बडीगार्डहरूले बडीगार्ड थ्याङ्क यू सो मच के भन्नु छ म भन्छु म पनि भन्छु भन्न देला सबैजनालाई चैते दशैंको शुभकामना हामीहरूले खाना खाऊ तपाईहरु पनि खानुस् अब जे छ त्यही खानुस् म चैते दशैं जे गराउनु भएको छ भान्सामा के गराउनु भएको छ त्यही खानुस् यता हाम्रो दिदीलाई पठाइदिनु होला मासु तपाईहरुले नखानु होला त्यस्तो हैन आज खानु हुन्न अरे राख्नु होला भोलि खानु होला मासु खाना बान्नु भएको छैन रे पठाइदिनु होला मैले सुनेमै हो के मैले पनि सुनेम हो के गाइस कमेन्ट गर्नुस् त त्यही त पकाउनु भएको पनि राख्नु होला भोलि खानु अरु यस्तै हो साथीहरु लाइक शेयर कमेन्ट शेयर सब्स्क्राइब गर्नु होला हाम्रो दिदीलाई यदि मेरो च्यानलमा नयाँ हुनुहुन्छ प्लिज सब्स्क्राइब गरिदिनु सब्स्क्राइबहरु हजुरहरु गर्दिदै गर्दिनुहुन्न सब्स्क्राइब गरिदिनु टेङ्ग गर्नु के छ र ट्याक कौलाल थिच्ने मात्रै त हो सम्पूर्णमा चैते दशैंको धेरै धेरै शुभकामना हजुरहरूलाई यहाँहरू स्वस्थ रहनुस् मस्त रहनुस् व्यस्त रहनुस् सधैँ खुसी रहनुस् सुखी रहनुस् हामीलाई यस्तै माया गरिरहनुस् हस् त्यहाँ त्यस्तो खासै भन्नुपर्ने त केही छैन नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला जोडिनु भएको साथीहरूले भिडियोलाई फुल वाच गर्नु होला लाइक कमेन्ट गर्नु होला यही नै हो अरु त खासै के छैन रमाइलो छ अब स्कुलहरु बिदा छ यतै घरमै मस्त छन् अब धेरै पछि भेट भएको छ खुसी लाग्छ त्यही हो एक्लै थियौं हामीहरु अब हामी एक्लै हुँदैनौं हाम्रो दिदी आउनुभयो एक्लै हुने चान्स छैन नो चान्स ल त्यही हो हस् थ्यांक यू सो मच आजलाई यति नै भेटौँला नेक्स्ट भिडियोमा थ्यांक्स फर वाचिङ बाइ बाइ